नमस्कार सम्पूर्णमा आज हामी झाँक्री गुफाको भ्रमणमा निस्किएका छौँ। बाटोमा जाँदै गर्दा कतै झुलेका धानहरू फुलेको बुक्की हुँदै हामी बाटोमा जाँदै थियौँ। एउटा डग पनि माथि मानिस देखेँ हामी सँगैछ। हामी त्यहाँ ग्राउन्ड आसपासबाट भिडियो बनाउँदै माथि भ्यू टावरतिर चढ्दैछौँ। पालो भिडियो बनाउँदै घुम्दै हेर्दै जाँदैछौँ। यहाँ चुलासो चाहिँ भर्खर फुलेर ओइलाउँदैछ। बुक्की राम्रोसँग फुलेको छ। यो डगले चाहिँ हामीलाई गाइडकै काम गर्दैछ। अगाडि पछाडि सँगसँगै छ। जाँदै गर्दा तल ग्राउन्ड देखिँदैछ। यो टायर लगाएको चाहिँ हाम्रो यो टावर सिलामसापमा अगाडितिर हो। माथि भ्यू टावरको टपबाट फेदाब पनि निहाल्यौँ। फेदाब त्यसपछि देखिएका बाघहरू ताप्लेजुङ अट्राईको केही बाघहरू देखिन्छन्। अनि फेरि झाँक्री गुफाले खेतीतिर बुक्की फुलेको छ। त्यो बाटो हुँदै गयौँ। हिँड्दै माथितिर त्यो झन्डा डाँडाबाट देखिएको ताप्लेजुङ हो। यो खै के खर फुलेको थियो, मैले खिचिहाल्ने बानी छ। खिचिहालेँ झन्डा डाँडा है। अनि हामी फर्क्यौँ।